रामेछाप जिल्ला स्थित दोरम्बा, सुनापति र खाडादेवी गाउँपालिकाको संगमस्थल मानिएको अग्लेश्वरी हिल्स पर्यटकीय दृष्टिकोणले सम्भावनाको खानी बोकेको स्थान हो। यो स्थान समुद्री सतहबाट 2407 मिटर उचाइमा रहेको छ। सोही कारण यो अग्लेश्वरी हिल्सबाट चारैतिरका अग्ला हिमालहरू आँखाकै अगाडि देख्न सकिन्छ। यो स्थान अग्लेश्वर महादेवको उद्गम स्थल पनि हो। सोही कारण यो स्थानमा अग्लेश्वर 64 कोटी सुन्दरी महादेवको पूजा गरिन्छ। यहाँका महादेवको दर्शन गर्दा सन्तान प्राप्ति हुने, वरवधु प्राप्ति हुने, आर्थिक उन्नति हुने विश्वास गरिँदै आएको छ। यस्तै अग्लेश्वर कुबेरको पूजा गर्दा धनलाभ हुने जनविश्वास पनि रहेको छ। यहाँ आएर आफूले मागेको कुरा पूरा भएपछि यही आएर त्रिशूल गाड्ने चलन पनि रहेको छ। यहाँ पवित्र जलकुवा छ। लामो समयसम्म पानी नहुँदा गोठालाले पूजा गरेपछि यो पानी उत्पत्ति भएको किम्वदन्ती छ। यहाँ वर्षमा एक दिन ठूलो एकादशीको दिन मेला लाग्ने गर्दछ। यो दिन टाढा टाढाबाट मेला भर्न आउने मान्छेहरूको घुइँचो हुन्छ। चारैतिर गाउँ नै गाउँको बीचमा अग्लेश्वरी हिल्सको आकर्षण नै यसको विशेषता हो। दोरम्बा, सुनापति र खाडादेवी गाउँपालिकाले घेरेको यस स्थानमा पहिला गाई भेडाहरू चराइन्थ्यो। यो अग्लेश्वरी हिल्स काठमाडौँबाट 105 किलोमिटर पूर्वमा रहेको छ। काठमाडौँदेखि बीपी मार्ग हुँदै खैरेनीबाट सुनापति हुँदै अग्लेश्वरी हिल्स पुग्न सकिन्छ। यो ठाउँ सितका घाटबाट गाल्पा बजार हुँदै पनि सडक मार्गबाट जान सकिन्छ। बस, सानो गाडी तथा मोटरसाइकलबाट पनि यहाँ जान सकिन्छ। यही आर्थिक वर्षमा बाँकी रहेको 15 किलोमिटर कालोपत्रे हुँदा यहाँ पुग्न अझ सजिलो हुनेछ। प्राकृतिक सांस्कृतिक महत्त्व बोकेको अग्लेश्वरी हिल्स आफैमा सुसज्जित भरिभराउ रहेको छ। यसको प्रवर्धन र विकास गरी विश्व सामु चिनाउन अग्लेश्वरी हिल्स विकास कोष खडा गरिएको छ। अग्लेश्वरी हिल्सलाई पर्यटकीय स्थल बनाउन गुरु कार्य योजना तयार गरिएको छ, जस अन्तर्गत यस अग्लेश्वरी हिल्समा संसारकै अग्लो चारै मुहार दिशा फर्किएको बुद्धको प्रतिमा राखिने भएको छ। सो बुद्धको प्रतिमा दोरम्बा, सुनापति, खाडादेवी गरी 3वटै गाउँपालिकाको सबै ठाउँबाट हेर्न र दर्शन गर्न सकिनेछ। त्यहाँ अग्लेश्वरी महादेवको प्रतिमा पनि बनाइनेछ। चारधाम केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ र पशुपतिनाथको पनि प्रतिबिम्ब